बाइक किन्न अगाडि यो कुराहरू ध्यान दिनु भएन भने केही दिनमै तपाईले रिग्रेट गर्नुपर्छ। बाइक किन्न अगाडि ध्यान दिनुपर्ने 6 वटा एकदमै इम्पोर्टेन्ट कुराहरू। नम्बर 1, तपाईलाई बाइक किन चाहियो त? घरबाट डेली अफिस जानलाई बाइक चाहियो हो कि इन्स्टाग्राममा पोस्ट गरेर ह्यान्डसम देखिनलाई? यदि युज नै क्लियर छैन भने तपाई बाइक हैन कन्फ्युजन किन्दै हुनुहुन्छ। नम्बर 2, बजेट। बाइकको सोरुम प्राइस देखेर खुसी नहुनु होला। इन्स्योरेन्स, ट्याक्स, सर्भिसिङ, एक्सेसरिज, फ्युल, बाइकको असली खर्च सोरुमबाट निस्केपछि नै स्टार्ट हुन्छ। नम्बर 3, पावर। 200 सीसी, 300 सीसी, 400 सीसी ठुलो नम्बर देखेर एक्साइटमेन्ट हुन्छ, तर तपाईलाई वास्तवमा त्यो पावर चाहिएको हो र? कि तपाईले पेट्रोल पम्पलाई आफ्नो बेस्ट फ्रेन्ड बनाउने सोच्दै हुनुहुन्छ? नम्बर 4, कम्फर्ट एन्ड साइज। 5 मिनटको टेस्ट राइड गर्दा सबै बाइक कम्फर्टेबल लाग्छ, तर 3 घण्टाको राइडमा बल्ल थाहा पाइन्छ बाइक तपाईको लागि कम्फर्टेबल छ कि नै। त्यसैले तपाईले किन्न लाग्नु भएको बाइक तपाईको लागि कम्फर्टेबल छ कि नै भनेर बुझेर अनि मात्र किन्नु होला। नम्बर 5, मेन्टेनेन्स एन्ड स्पेयर पार्ट्स। तपाई बाइक किन्नु अगाडि त्यो बाइकको लागि सर्भिस सेन्टर र स्पेयर पार्ट कतिको एभेलेबल छ त्यो हेर्नुहोस्, किनभने तपाईको बाइक बिग्रियो भने युट्युबबाट तपाईले हेरेर बाइक बनाउन सक्नुहुन्छ, तर युट्युब ट्युटोरियलले बाइकको पार्ट सप्लाई गर्दैन। नम्बर 6, रिसेल भ्याल्यु। आज म यो बाइक त कहिले बेच्दिन भनेर सोच्नुहुन्छ, तर 2 वर्षपछि नयाँ मोडल आएपछि तपाईँ नयाँ मोडलतिर आकर्षित हुनुहुन्छ। त्यसैले तपाईले किन्न लाग्नु भएको बाइकको रिसेल भ्याल्यु मार्केटमा कतिको छ त्यो बुझेर अनि मात्र किन्नु होला। त्यसैले बाइक किन्दा लुक्स र स्पेक्स मात्र होइन, तपाईको युज, बजेट र लङ टर्म खर्च हेर्नुहोस्। बाइक तपाईको सपना हो, तर सपना मेन्टेन गर्न पैसा पनि चाहिन्छ। तपाईको ड्रिम बाइक कुन हो त? कमेन्ट गर्नु होला।